हेलो गाइस, आज भने चाहिँ म तपाईहरुलाई म चिकन कसरी बनाउँछु भनेर देखाउँछु। त्यस्तो मिठो त बनाउँदिन तर पनि म कसरी बनाउँछु भनेर तपाईहरुलाई देखाउँछु। त्यसको लागि भिडियो लास्टसम्म हेरिदिनु होला। अन्त यहाँ मैले चाहिँ अलरेडी तेल गरम गरिसकेर मैले यहाँ प्याज एड गरेँ हैन। अनि यो प्याजलाई चाहिँ हल्का गोल्डन ब्राउन भइन्जेलसम्म छोड्दिनु हैन। अब तपाईहरुलाई कस्तो मनपर्छ, मलाई चाहिँ यस्तै मनपर्छ। अन्त चाहिँ यहाँ मैले अब चिकन एड गरेँ हो, चिकन यहाँ एड गरेँ। आज चाहिँ मैले यसमा पकाएँ, सधैँ म कराईमा पकाएको थिएँ। आज यसलाई के भन्छ सस्पेन समथिङ के भन्छ, मैले यसमा पकाएँ। कति भएको थियो नि त हामीले युज नगरेको। अन्त यहाँ मैले चाहिने सामान हालेँ, हल्दी, रेड लाल मिर्च हो, अन्त इत्यादि अरू केहरू पनि हालेँ हैन चाहिने सामानहरू। अन्त यो चाहिँ हाम्रो अर्ग्यानिक उयो पिसेको टिमुरको ढुटो थियो, त्यो पनि हालेँ मैले हो। अन्त यहाँ चिम्फिङ थियो, त्यो पनि मैले हालेँ, यो अर्ग्यानिक हो। अन्त यो कस्तो मिठो फ्लेभर आउँछ नि त, अनि त्यो पनि हालेँ। अन्त मैले मिक्स गरेँ। अन्त यहाँ नुन पनि हालेँ हो, यो नुन हालेँ। अन्त त्यहाँ नुन हालेर अब म एकछिन मजाले मिक्स गर्छु हो। अन्त एकछिन छोपिदिन्छु, एकछिन 5 मिनट जस्तो छोपेर राख्छु हो। अन्त आफ्टर 5 मिनट चाहिँ यतिको भइसक्यो हैन। अन्त म अब यसमा चाहिँ हल्का चलाएर चाहिँ म अब यसमा टमाटर एड गर्छु। कतिले चाहिँ टमाटर हाल्दैन, तर मलाई टमाटर हालेको मनपर्छ किनभने कलर दामी देख्छ नि त टमाटरले हैन। अब चाहिँ म यहाँ टमाटर एड गर्छु। मैले अलरेडी टमाटर पनि काटिसकेको थिएँ नि त। अन्त फेरि टमाटर हालेर मैले एकछिन छोपेँ हो, किनभने त्यो टमाटर पाक्नु पर्यो नि त। अन्त फेरि चलाएर हल्का कलर चेन्ज भयो नि त ऊ टमाटर हालेपछि चाहिँ हैन है। अन्त फेरि एकछिन छोपिदिन्छु म। अब यो अलिक मजाले पाकोस् हैन, एकछिन छोपिदिन्छु। छोप्यो भने चाहिँ मजाले पाक्छ नि त। अनि त्यसमा मैले साग पनि एड गरेँ हो। साग पुरा मिठो लाग्छ नि त मलाई चाहिँ साग। तपाईहरुलाई को कोलाई मनपर्छ पर्दैन। अन्त यी मेरो रेडी भयो, कस्तो लाग्यो, खान खुवाउँ लागेन।